समयको अविरल बहावसँगै धेरै दृश्यहरू फेरिन्छन्, धेरै अनुहार बदलिन्छन्, तर केही सङ्घर्षका कथाहरू समयको धुलोले कहिल्यै पुरिँदैनन्। हिजोको कावासोती सम्झिँदा मनको आकाशमा एउटा विरक्त चित्र उभिन्छ, जहाँ जीवनको अर्थ नै सङ्घर्ष थियो, जहाँ प्रत्येक बिहानको घाम आशा होइन अभावको पीडा बोकेर उदाउँथ्यो। रित्तो गाग्री कानमा बोकेर टरुवा तालतर्फ लम्किएका आमा र चेलीबेटीका ती थाकेका पाइला केवल यात्राका पाइला थिएनन्, ती त कावासोतीको मौन वेदनाका जीवित स्रोत थिए। हामीले पहिला पानी खाँदा हामी यहाँ बसोबास गर्नु झरेर आउँदाखेरि पानीको धेरै दुःख थियो। हामीहरूलाई 2-3टा गाउरी खापेर डोकामा बोकेर साइकलमा बोकेर लगेर यही टरुवाको पानी लगेर खाइन्थ्यो। उकालो ओह्रालो धुलाम्ने बाटो, घामले पोलिएका निधार र खोलाको किनारमै बित्ने दिनहरू। त्यो समय एउटा गाग्रो स्वच्छ पानीका लागि सिङ्गो परिवारले आफ्नो समय, श्रम र सपना साट्नु पर्थ्यो। पहिला खानेपानीको व्यवस्था नहुँदाखेरि मान्छेहरू यहाँ बस्न डराउँथे होइन। यहाँ जो कावासोतीमा बस्न सकिँदैन, खानेपानीको समस्या छ भन्थे। तर अभावले मानिसलाई केवल रुवाउँदैन, कहिलेकाहीँ उसैभित्र अटल साहस पनि जन्माउँछ। त्यही काकाको ओठहरूको तिर्खा मेटाउने सङ्कल्प बोकेर विक्रम सम्वत 2057 सालमा सामूहिक एकताको उर्वर भूमिमा कावासोती खानेपानीको बिउ रोपियो। त्यो केवल संस्था थिएन, त्यो त हजारौँ आशाहरूको सङ्गम थियो। 2063 सालमा मैले सेवा प्रवेश गरिरहँदा 1234 धारा रहेको थियो भने अहिले हामी 9843 धारा जडान गरिसकेका छौँ र 60,000 जनसङ्ख्यालाई हामी पानी पुर्याइरहेका छौँ। चुनौती थियो, माथिको पानी तल ल्याउन नसक्ने, तलको पानी माथि लिफ्टिङ गर्न नसक्ने। यात्रा सहज थिएन, स्रोत साधनको अभाव थियो, प्रविधि सीमित थियो, तर गाउँको एकता र मनभित्र बलिरहेको सामूहिक अटोटले कहिल्यै हार स्वीकारेन। निराशाको बाक्लो कुहिरो सिर्दै एक दिन आशाको उज्यालो किरण बन्यो केरुङ खोला। टरुवा तालको धमिलोपन छोडेर केरुङ खोलाले निर्मल धारालाई फिल्टर गरी गाउँसम्म ल्याउने प्रयास सुरु भयो। यो कावासोती खानेपानी तथा सरसफाइ उद्योग संस्थाको जिम्मेवारी लिने बित्तिकै मुलुकमा जुन एउटा भयानक कोरोना भाइरस भित्रिने क्षणमा हामी परेका थियौँ। त्यति नै बेला जुन 77-78 सालमा कावासोती क्षेत्रमा भयानक बाढी र बर्खाका कारणले कावासोती खानेपानी जुन केरुङे खोलाको मुहानबाट ल्याइएको पानी पाइप बाढीले बगाएर छेदविच्छेद बनायो। उपभोक्ताहरूलाई कुनै अप्ठ्यारो पर्ने परिस्थिति नआउन दिनको लागि चाहिँ साँझ बिहान पालो गरेर भए पनि पानीको व्यवस्थापन मिलाएर कर्मचारीहरूलाई अनुरोध गरेर राति 10-11 बजेसम्म 12 बजेसम्म पनि हामी झन्डै कहिलेकाहीँ 1-2 बजेसम्म पनि हामी लाइभ कार्यक्रम हालेर पनि उपभोक्ताहरूलाई लाइभ देखाउने गर्थ्यौँ। जब पहिलो पटक स्वच्छ पानीका ती शीतल धाराहरू कावासोतीको आँगनमा बगे, त्यो केवल पानीको आगमन थिएन, त्यो त नयाँ युगको उदय थियो। त्यो दिन कावासोतीले पहिलो पटक राहतको सास फेर्यो, पहिलो पटक आशालाई आफ्नै हातले छोयो। समयसँगै बस्ती बढ्दै गयो, जनसङ्ख्याको चाप चुलिँदै गयो, आवश्यकताका परिधिहरू फैलिँदै गए अनि फेरि त्यही संस्थानले समाधानका नयाँ मूलहरू खोज्दै वाटर बोरिङ सिस्टम संसारमा ल्यायो। आज 10वटा वाटर बोरिङ सिस्टम निरन्तर प्रवाहमा छ र झन्डै 10,000 घरधुरीमा स्वच्छ खानेपानीको शीतलता पुगेको छ। र हामी आउने बित्तिकै पहिलो बैठकबाट नै 24 घन्टाभित्र धारो जोड्ने निर्णय गरेर हामीले यो सकिँदैन कि प्राविधिक रूपमा हामीले गर्न सक्दैनौँ कि भन्ने हामीलाई शङ्का थियो, तर त्यो शङ्कालाई हामीले निराकरण गरेर अहिले 24 घन्टामै पानी जोड दिन सफल भएका छौँ। कावासोती खानेपानी संस्थाको 10,000 लिटर पानी बराबर 120 रुपियाँको जुन हामीले रकम लिने गरेका थियौँ, त्यसलाई घटाएर हामीले अहिले 50 रुपियाँमा कायम गर्न सकेका छौँ।
उपभोक्ताहरूलाई स्वच्छ र सफा पानी वितरण गर्न कावासोती खानेपानी संस्था सक्षम रहेको छ। एसियाली विकास ब्याङ्क एडिबीले चाहिँ हामी सम्झौता गऱ्यौँ र त्यो सम्झौता अनुरूप 12 करोड 60 लाखको ऋण सहयोगबाट सुरुवात भएको यो संस्था अहिले यहाँ आइपुग्दा नेपालको एउटा सबल सक्षम संस्थामा रूपान्तरण रहेको कुरा जानकारी गराउन चाहन्छु। यो कार्यकालमा करिब 600 घरधुरीलाई हामीले विपन्न धारा निःशुल्क धारा जोड्न सफल भएको छौँ। नेपाल सरकार खानेपानी विभागबाट इन्हान्समेन्ट प्रोग्राम अन्तर्गत करिब 15 करोडको आयोजना पर्न सफल भएको थियो। 3000 घरधुरीलाई प्रभाव पार्ने गरेर त्यो 15 करोडको कार्यक्रम सम्पन्न गरेका छौँ। स्काडा पनि जडान गरेर सम्पन्न गरेर अहिले हाम्रा सबै कामहरू अटोमेसनबाट सम्पन्न भएका छन्। तर यी सबै सङ्ख्याहरूभन्दा पनि ठुलो कुरा ती मानिसहरूको जीवन जो पहिला पानीको एक थोपाका लागि तडपिन्थे। अहिले खानेपानीले राम्रो गरेछ। अहिले हामीलाई 10,000 लिटर दिएछ। घर घर धारो छ, 24 घन्टा पानी आइरहेको छ। हामीले लामो समय बस्दा पनि हामीले खराब पानी खान परिरहेको थियो। अहिले धाराहरू दिनुभयो अनि राम्रो पानी खाइएछ। 33 घरधुरी विपन्न परिवार भनेर 33 घरधुरी धारा चाहिँ निःशुल्क जडान गरिदिनु भएकोमा धेरै धेरै आभार प्रकट गर्दछु र दीपक लम्साद लगायत सम्पूर्ण खानेपानी टिमलाई मैले धेरै धेरै धन्यवाद दिन चाहन्छु। चाहिँ यहाँ वर्षौँदेखि बसिआएका हौँ। यहाँ चाहिँ खानेपानीको एकदमै असुविधा र दूषित पानी पिइरहेका थियौँ। अनि उहाँहरूले हामीलाई खानेपानी प्राप्त गर्नुभयो। त्यसप्रति चाहिँ हामीले खानेपानी संस्थालाई धेरै धेरै धन्यवाद दिन्छौँ। खानेपानीको व्यवस्था नहुँदाखेरि मान्छेहरू यहाँ बस्न डराउँथे होइन। यहाँ कावासोतीमा बस्न सकिँदैन, खानेपानीको समस्या छ भन्दै। अहिले चाहिँ मान्छेहरू हो कावासोतीमा झन् चिसो पानी मुलुम्रेको पानी खान पाइन्छ। साह्रै राम्रो व्यवस्था छ अहिले कावासोतीमा पानीको भन्ने भएर साह्रै खुसी। सबैजना खुसी, हामी पनि खुसी। यही कार्यकालमा महिलाको नाममा धारा जोड्न कोही आउनुभयो भने हामीले महिलालाई 1000 रुपियाँ छुट पनि दिएको छौँ। हामी अहिले यो हात्तीखोरको पानी प्रशोधन केन्द्रमा छौँ र यसमा चाहिँ हाम्रो खोलाबाट इन्फिलेसन ग्यालरीबाट यहाँसम्म हाम्रो 3600 मिटर पाइप प्रसारण लाइनबाट हामी यहाँसम्म पानी ल्याएका छौँ। यो चाहिँ पानी प्रशोधनको पहिलो स्टेप हो। यसले चाहिँ थिग्र्याउने काम गर्छ। पानीमा चाहिँ रहेका ठोस वस्तुहरूलाई थिग्र्याउने यसको चाहिँ प्लेन सेडिमेन्टेसन ट्याङ्क भन्छ यसलाई। यो हाम्रो पानी प्रशोधनको दोस्रो चरणमा यसमा पानी आउँछ। यसको नाम चाहिँ होरिजेन्टल रफिङ फिल्टर हो। यसमा चाहिँ 3टा कोठा हुन्छ। एउटामा चाहिँ 40 mm सम्मको गिटी हुन्छ, अर्कोमा 20 mm सम्मको र यो अर्को कोठामा चाहिँ 10 mm सम्मको गिटी हुन्छ। र यो गिटीबाट चाहिँ पानी पास भएर यो साइडमा पानी यसरी यहाँ बगेको देख्न सकिन्छ। यो हाम्रो पानी प्रशोधनको तेस्रो चरण हो। यसमा सिमेन्टको पिल्लर माथि हाम्रो स्ल्याब छ। स्ल्याबमा सबै पुवालहरू साना साना पुवालहरू राखेको छ। त्यसपछि 40 mm सम्मको गिट्टी, त्यसपछि 20 mm सम्मको गिट्टी, त्यसपछि 10 mm सम्म गिट्टी अनि 1 मिटर बालुवा राखेर हामी यसलाई भर्टिकल्ली माथिबाट पानी पठाएर यसबाट पानी बालुवाबाट पानी छिरेर बाहिर निस्किएपछि रिजर्भर ट्याङ्कीमा सप्लाई हुन्छ। यहाँबाट रिजर्भरमा स्टक गरेर अनि बल्ल हामी पानी वितरण गर्छौँ। यो हाम्रो रिजर्भर हो। 1,50,000 लिटर चाहिँ यसको क्षमता हो। यो हाम्रो स्काडा प्रविधिबाट जडान भएको भल्भ हो। यो भल्भले चाहिँ यो ट्याङ्कीमा कति लिटर पानी गयो भनेर हामी स्काडा रुम छ हाम्रो अफिसमा। सबै संरचनाहरूमा हाम्रो यस्तै खाले भल्भहरू जडान छ। यसलाई हामी अफिसबाटै पनि मोबाइलबाट पनि हामीले यसलाई अन अफ गर्न हामीले सकिन्छ।
नेपाल सरकारले 2 पटकसम्म उत्कृष्ट खानेपानीबाट सम्मानित गरेको यो संस्था आज अरूका लागि प्रेरणाको दीप बनेर बलिरहेको छ। यो संस्था 2 पटकसम्म नेपाल सरकारले उत्कृष्ट खानेपानी उपभोक्ता संस्था भनेर सम्मान गरेको छ र जहाँ गए पनि, विभागमा गए पनि, मन्त्रालयमा गए पनि खानेपानीसँग सम्बन्धित ठाउँमा पुग्दा काउसती भनेपछि हामीले परिचय दिनै पर्दैन। काउसतीबाट आएको हो भने पनि ओहो भन्नुहुन्छ। तर यो संस्था केवल पानीमा सीमित छैन, यो त समाजप्रतिको दायित्वमा पनि उत्तिकै समर्पित रहेको छ। 1 वडा 1 कार्यक्रम अन्तर्गत चोकमा वातावरण मैत्री विश्राम कुर्सीहरू राखिएका छन्, प्रतीक्षालयहरू निर्माण गरिएका छन्, शिव मन्दिरमा भवन निर्माण गरिएको छ, विद्यालयहरूमा स्मार्ट बोर्ड जडान गरिएको छ। सार्वजनिक शौचालयको निर्माण तथा व्यवस्थापन गरिएको छ र यात्रुको तिर्खा मेटाउने चोकमा पिउने पानीको व्यवस्था मिलाइएको छ। काउसती खानेपानीले यो धारा राखिदिइसकेपछि धेरै सुविधा भएको छ, यहाँ सर्वसाधारणहरूलाई धेरै राम्रो भएको छ। किन भन्दा अब यो चोकमा जस्तो मान्छेले आउने चढ्ने झर्ने हुन्छ, पानी ठ्याक्क चिसो पानी, फिल्टरवाला पानी अति उत्तम, अति राम्रो भएको छ होइन। अब यस्तो जनताले सुविस्ता पाएको छ, जस टोयलेट होइन, यहाँ सार्वजनिक टोयलेट खोल्नुभएको छ, त्यसको लागि होइन राम्रो हो यो होइन। यो अवधिमा हामीले विभिन्न विद्यालयहरूलाई सहयोग गर्ने उद्देश्यले सबै वडाहरूमा सिमेन्टेका कुर्सीहरू वितरण गर्नेदेखि लिएर विभिन्नहरूको हकमा छुट गराएर र कयौँ धाराहरू हामीले निःशुल्क रूपमा पनि वितरण गरेर गइरहेका छौँ र विभिन्न विद्यालयहरूलाई अक्षय कोषको स्थापना हामीले गरेका छौँ। यसै सिलसिलामा सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले काउसती 8 को टुबर गाउँमा रहेको खेल मैदानमा शौचालयको चाहिँ अभाव भएको देखिएपछि हामीले त्यहाँ शौचालयको व्यवस्था पनि गरेका छौँ। यो 3 वर्षको अवधिमा कहीँ कतै मनमुटाव नगरिकन, कहीँ कतै असहज नगरिकन, कुनै पनि बैठकलाई बहुमत र अल्पमतको आधारमा नभइकन सर्वसम्मतिको रूपमा चाहिँ हामीले टुङ्ग्याएर जाने जुन मौका मिल्यो, यो 3 वर्ष मेरो लागि अविस्मरणीय क्षण भएर रहेको छ। MCWDसँगको सहकार्यले यस संस्थाको यात्रालाई झन प्रभावकारी, झन विश्वासिलो बनाउँदै रहेको छ। नेपाल सरकारले एसियाली विकास ब्याङ्क मार्फत हामीलाई यो संस्थालाई छनौट गरेर फिलिपिन्सको सिबुमा रहेको MCWD भन्ने खानेपानी उत्पादन गर्ने कम्पनी हाम्रो जस्तै कम्पनीसँग सहकारी मौका मिलाइदिनु हो र त्यसबाट हामीले धेरै कुरा सिकिरहेछौँ। Reactors for remineralization. The water quality, the quality of the discharge that we are. And this is the female adapter, male adapters, 1/2. त्यहाँका योजनाहरू, त्यहाँका काम गर्ने शैलीहरू त्यो चाहिँ काउसती खानेपानीमा पनि हामी गर्छौँ भनेर अहिले हामीले इन्जिनियरलाई त्यो जिम्मा दिएका छौँ। अब 27 करोडको प्रोजेक्ट फाइल चाहिँ नेपाल सरकारको खानेपानी विभाग जलविद्युत विकासमा पठाएर मन्त्रालयबाट पनि स्वीकृत भएर बसेको छ। 57 सालमा विस्तार गर्दा राखेका पाइपहरू आज 25-26 वर्ष पुग्न लाग्यो। ती पाइपहरू धेरै पुराना भइसके। अब त्यस्ता पाइपहरूलाई चाहिँ हामीले फेर्ने नयाँ चाहिँ पाइपहरू त्यहाँ सप्लाई गर्ने। पानी चाहिँ हामीले 10,000 घरधुरीलाई अहिलेकै स्रोत प्रसाधनबाट पानी सम्पन्न पुर्याउन सक्छौँ भन्ने हामीले बुझेर त्यो कामहरू अगाडि बढिरहेका छौँ। हिजो तिर्खाले चर्किएको कावासोती आज आफ्नै सङ्घर्षको इतिहास बोकेर गर्वका साथ उभिएको छ। किनकि त्यो पानी केवल पानी थिएन, त्यो त सङ्घर्षको पसिना, एकताको शक्ति र भविष्यप्रतिको अटल विश्वासको अमर प्रवाह थियो।